Hello everyone, welcome back to my YouTube channel. फेरि म आइसकेको छु है फेरि नयाँ भिडियो लिएर। र आज चाहिँ म फेरि पशुपति जानुको लागि रेडी भइसकेँ अनि म बाहिर आइसकेको छु है। अहिले बाहिरको सिन चाहिँ यस्तो देख्नुहुनेछ तपाईहरुले। अनि ओप्पोले नै यस्तो भिड छ हैन। अनि पशुपतिको गेट अगाडि नै यस्तो भिड छ। आज चाहिँ एकदम भिड छ हैन। जाँदैछु अनि ओभर भिड छ गाइज। कस्तो छ है पशुपतिको मेला लागिरहेछ। खास चाहिँ शिवयात्री छ हैन। शिवयात्रीको मेलामा ओभर मान्छेहरु क्राउड छ। ल फाइनली गाइज हामी चाहिँ गेट छिर्यौं पशुपतिको। पशुपतिमा चाहिँ आज चाहिँ यस्तै छ है त। मान्छे हिँड्नेसम्म भिड छ। मान्छे पनि छिर्न गाह्रो छ है त आज चाहिँ। र पनि हामी जाँदैछौँ है। हामी चाहिँ 3 जना आएको छौँ हाम्रो काकाहरूसँग। काकाहरू चाहिँ कता भित्र छिरिसक्नु भएको छ मलाई थाहा छैन हैन। जाँदै गरौँ है। म भिडियो अपडेट गर्छु है कस्तो हुन्छ है त। म चाहिँ पशुपतिको गेटमा छिर्दा यस्तो भिड भइरहेछ हैन। हाम्रो साथीहरू पनि हराइसक्यो। अनि अहिले चाहिँ देख्नु सक्नुहुनेछ साथीहरू के हो यो के हो यस्तो हैन। अनि अझै पशुपति मेन मन्दिरहरू चाहिँ त्यता छ हैन। त्यतै जाँदैछु म चाहिँ। अनि मेरो काकाहरू चाहिँ काका दाइहरू चाहिँ उता गइसक्नु भएको छ। अनि म चाहिँ कसरी जाने भनेर तनाव भइरहेछ है त। साथीहरू अब मिलाएर जानुपर्छ। सो गाइजहरू आजको नाइटको पशुपति चाहिँ यस्तो छ देख्न सक्नुहुनेछ है त। ल भिडियो बनाउनु चाहिँ ओभर गाह्रो भइरहेछ हैन। हेर्नुहोस् गाइज यस्तो छ हालत। ओभर भिड तयारी गर्दै गाइजहरू। अबको दिन वैदेशिक यात्राको लागि सबै महिला सम्बल सामुदायिक प्रहरी नाटक सञ्चालन सामान्य संस्था भएकी सबैलाई उहाँले 2 नम्बर प्रवेशद्वार खोलिरहेको छ। गाउँबाट आउनुभएका सबै छात्रहरूले हेलो एभ्रिवान, एकदम रमाइलो भइरहेछ हामीलाई चाहिँ पशुपति घुम्नलाई। यस्तो दामी बनाइदिनु भएको छ हैन। भव्यले एकदम भव्य छ हैन आजको यो पशुपतिको भिड। र एकदम रमाइलो ठाउँ भइरहेछ। अनि मान्छेको क्रेज पनि ओभरै छ हैन। अब हाम्रो काकाहरू नै हराइसक्नु भयो। मलाई नि भेट्नु भएको छैन, मैले पनि भेटेको छैन। अनि आजको मेरो मेन डेस्टिनेसन भनेको चाहिँ यस्तै थियो हैन। पशुपति आउने अनि हल्का भिडियो बनाउने भनेर भिडियो पनि बनाइरहेको छु। यस्तै छ। सो गाइज हामी चाहिँ एकदम रमाइलो गरिरहेको छु है। गाइज म चाहिँ कन्टेन्ट खोज्दै यहाँसम्म आइपुगेको छु है। यु क्यान सी आजको पशुपतिको भ्यू। अनि यस्तै छ है त। तपाईँहरूलाई म सक्दो देखाउने छु। अनि भिडमा चाहिँ एकदम भिडियो बनाउने गाह्रो भइरहेछ हैन। त्यत्रो क्राउड छ हैन मान्छेको। अनि छिर्नु मात्रै पनि गाह्रो छ हैन। अनि त्यही भएर म चाहिँ जहिले भिडियो चाहिँ साइडमा आएर बनाइरहेको छु। गाह्रो भएर मोबाइल छैन त गाइज। कमेन्ट गर्नु पर्यो है गाइज कस्तो छ आजको मेरो भ्लगलाई चाहिँ। जस्तै भयो भने हेरिदिनु होला, सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला है त। यति भन्दै म फेरि पछि अपडेट गर्छु है त अरू भिडियोहरूलाई। फाइनली हैन म चाहिँ लाइफमा फर्स्ट टाइम यस्तो भिडमा आइसकेको छु हैन। मलाई कता जाने कहाँ जाने भनेर ओभर गाह्रो भइरहेछ यस्तो ठाउँमा हैन। गाह्रो भइरहेछ भ्लग भिडियो बनाउनु पनि। खेलाखेल भएर बनाउँदैछ है त। हेरिदिनु होला। यस्तो आज चाहिँ ओभर गाह्रो भइरहेछ। गाह्रो छ है गाइज, गाह्रो छ। भित्र छिर्नै गाह्रो छ। यस्तो भिडमा उता जाने भने चाहिँ हैन खासै सकिएला जस्तो छैन उता जाने चाहिँ। अनि अब कसरी जाने होला हेर्नुहोस् न गाइजहरू। तेरि अब म चाहिँ यहाँ माथि छ नि। जुम गरेर देख्न सक्नुहुनेछ। यो डाँडातिर चाहिँ जुम भन्ने चाहिँ अलिक गाह्रो भइरहेछ है त।
सो हल्लाले चाहिँ केही सुनिँदै छैन है त बर मान्छेको हल्ला छ हेर्नुहोस् तपाईँहरूले देख्न सक्नुहुनेछ ओहो म त तनाव लागिसक्यो तनाव के गर्ने होला यार के गरी पार गर्ने होला त्यस्तो हल्ला गर्छ है सो गाइस ठुलो दशा झेलियो है बल्ल बल्ल यो जाममा बल्ल निस्केर म चाहिँ यहाँ माथि आइसकेको छु अनि अहिले चाहिँ यो बर भिड भइरहेको छ होइन 8 बजिसकेको छ 8:19 भइसक्यो होइन अनि झन्डै 1.5 घन्टा जति चाहिँ जाममा परियो अनि अहिले चाहिँ यता आइसकेको छु अब चाहिँ बल्ल भिडियो बनाउनु लायकको भएको छ होइन अब चाहिँ अलिक खुल्ला भयो त अनि त्यहाँको चाहिँ भिडियोहरू बनाउनु पनि उब्बर गाह्रो भएको थियो होइन त्यही भएर भिडियो पनि मजाले बनाउनु मनै लागेन होइन त्यस्तो भिड थियो उब्बरै अनि मजाले यहाँ माथि आइसक्यो होइन जसोतसो भिड चाहिँ कटिसक्यो होइन अब यता चाहिँ खुल्लै छ होइन त्यता चाहिँ पशुपति मेन परेकोले गर्दाखेरि म चाहिँ अहिले यताबाट झरेको थिएँ हेर्न सक्नुहुनेछ होइन हिँड्सी अझै पनि उब्बर मान्छेको क्राउडै छ होइन यता त के नर्मलै छ होइन उतापट्टि चाहिँ उब्बर भन्दा उब्बर क्राउड क्या लाइक त्यो मान्छेहरू छिर्न पनि उब्बर गाह्रो होइन यत्रो ट्राफिकहरू पुलिसहरू हुनुहुन्थ्यो होइन र पनि अझै पनि मान्छे छिर्ने वातावरणै थिएन कि बाटै थिएन सो फाइनली गाइज आज चाहिँ म पशुपतिको अनि के अरे आजको मेला सकेर पनि घुम्दै म यहाँ अहिले यता के भन्छ चोकतिर आइसकेको छु अर्कै चोकमा आइसकेको छु अनि आजको भ्यूहरू चाहिँ तपाईँलाई मैले देखाइसकेको छु ल अनि गाइजहरू आजको मैले तपाईँहरूलाई देखाउनु पर्ने भिडियोहरू चाहिँ खासै देखाउन सकिनँ होइन किनभने उब्बर भिड थियो मान्छे छिर्न पनि उब्बर गाह्रो भइरहेको थियो होइन त्यस्तो चेपाचेप थियो तपाईँहरूले भिडियोमा देख्न सक्नुहुनेछ म अपडेट गर्नेछु होइन कस्तो थियो भनेर अनि मलाई चाहिँ 1.5 घन्टा जति चाहिँ भिडमै म पनि एकछिन बस्नु पऱ्यो क्या उब्बर भिड थियो अनि भिड भएकोले गर्दाखेरि चाहिँ म पनि एकछिन बसेँ अनि बल्ल 1.5 घन्टापछि चाहिँ मेरो बल्ल तल्ल अनि भिडमा म पनि कोचिएर निस्केँ अनि निस्केपछि म यता बाहिर निस्केको छु होइन बाहिर निस्केर अनि चाहिँ अलिक सहज भयो त हिँड्नको लागि चाहिँ अनि यस्तो भिड थियो यस्तो लाइक त्यो ठुल्ठुलो मेला भन्दा पनि खतरा लागेको थियो कन्सर्ट जस्तै होइन अनि आज त्यस्तो मेरो भिडियो भ्लग चाहिँ यस्तै छ होइन जस्तो भए पनि हेरिदिनु होला गाइजहरू सपोर्ट गरिदिनु होला मेरो पनि नयाँ च्यानल छ होइन सबैले सपोर्ट गरिदिनु होला है तर म यति भन्दै आजको अलमोस्ट मेरो भिडियो चाहिँ कम्प्लिट भइसकेको छ अनि सबैले साथ सपोर्ट दिनु होला है त ल आजको भ्लग चाहिँ यति नै अब अर्को नेक्स्ट भ्लगमा फेरि भेटौँला है त गाइजहरू